सँगैका साथीहरू अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया गयो भन्दैमा मैले पनि जानै पर्छ। म जस्ता सबै युवाहरूले यो देश छोड्नै पर्छ। विदेश जाने, नयाँ नयाँ फोन, घर, गाडी जोड्ने ट्रेन्ड चलिरहेको बेला यही देशमा बस्ने आँट सबैले गर्न सक्दैनन्, जुन म सहित केही युवाहरूले मात्र गरिरहेका छौं। देशमा भएका व्यापार व्यवसायहरू डुबिरहेका छन्, कम्पनीहरू भट्टाभट बन्द भइरहेका छन्, सरकारी जागिरेहरूले पनि जागिरे छोडेर विदेश हिँडिरहेका छन्। तर मैले भने यस्तो क्राइसिसको बीचमा पनि यही देशमा केही गर्छु भनेर नयाँ कम्पनी खोल्ने आँट गरेको छु। ऋण काटेरै भए पनि लगानी गर्ने हिम्मत गरेको छु। मलाई मेरो जिन्दगी चले पुग्छ, धेरै ऐश आराम खोजेको छैन। कमसेकम आफ्नै माटोमा बस्न पाएको छु, दशैं तिहार चाडपर्वमा परिवारसँग खुसियाली साट्न पाएको छु, आमा बुवालाई पनि मेरो सन्तान नजिकै छ भन्ने आभास गराएको छु। थाहा छ समयमै विदेश गएका साथीहरूले नयाँ नयाँ घर गाडी जोडिसके, राम्रो कमाएका छन्, तर पनि उनीहरूमा मेरो जतिको आत्मसन्तुष्टि देखेको छैन। आखिर सबै थोक पैसा पनि त होइन रहेछ। मैले भलै उनीहरूको जति पैसा कमाउन सकेको छैन, तर म उनीहरूभन्दा धेरै खुसी छु, उनीहरूभन्दा धेरै सन्तुष्ट छु। आफ्नै देशमा बसेको छु, मन लाग्दा साँझ बिहान समयमा खाना खान पाएको छु, साथीभाइसँग भेटघाट चियापान गर्न पाएको छु, कसैलाई गाह्रो साह्रो पर्दा सरसहयोग गर्न जुटेको छु, इच्छा अनुसार काम गर्न पाएको छु, कसैको अन्डरमा बसेर काम गर्न परेको छैन, आफ्नै देशमा एक मालिकको जिन्दगी जिरहेको छु। म मेरो यही प्रगतिमा खुसी छु। मलाई अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया यही देशमा छ।